नमस्ते सबैजनालाई, तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो नयाँ भ्लगमा। आजको भ्लग चाहिँ मेरो स्कुलको रहेको छ। यो चाहिँ हिजोको भिडियो हो गाइज। हिजो चाहिँ हाम्रो रानबा एकाडेमीमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न किसिमका क्रियाकलापहरू भएका थिए। यहाँ चाहिँ 2 देखि 6 सम्मका विद्यार्थी भाइ बहिनीहरू रहेका छन्। उहाँहरूको चाहिँ हिजो स्पिच रहेको थियो गाइज। उहाँहरूले एकदमै राम्रोसँग आफ्नो प्रस्तुतिहरू दिनुभयो। हामीले हाम्रो स्कुलमा हरेक फ्राइडे कुनै न कुनै प्रोग्रामहरू राखिरहेका छौँ गाइज, जसले गर्दा हाम्रो विद्यार्थी भाइ बहिनीहरूको प्रतिभाहरू पहिचान भइरहेको छ, उहाँहरूको आत्मविश्वास बढिरहेको छ गाइज। यहाँ चाहिँ हाम्रो एलकेजी देखि 1 सम्मका भाइ बहिनीहरू रहेका छन् गाइज। यहाँ चाहिँ सरहरूले म्यामहरूले के खेल खेलाउनु भयो भन्ने कुरा मैले राम्रोसँग थाहा पाइनँ गाइज, किनभने म यति थिएँ। यसैगरी हाम्रो पिजी र नर्सरीको विद्यार्थीहरू पनि आफ्नै क्लासमा हुनुहुन्थ्यो। उहाँहरूलाई चाहिँ म्यामहरूले उहाँहरूकै क्लासमा खेलहरू खेलाइरहनु भएको थियो। हामीले सम्पूर्ण विद्यार्थीहरूलाई एउटै ठाउँमा जम्मा नगरी अलग अलग ठाउँमा फरक फरक क्रियाकलापहरू गराइरहेका थियौँ गाइज, जसले गर्दा सम्पूर्ण विद्यार्थीहरूले सहभागी हुन पाउनु भएको थियो। तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। बाइ बाइ गाइज, फेरि अर्को भिडियोमा भेटौँला।